नमस्कार। आजको यस लिगल गफमा बुझौँ के प्रहरीले कानुनी रूपमा वारेन्ट नलिएरै कसैलाई पक्राउ गर्न मिल्छ भन्ने बारेमा। सामान्यतया प्रहरीले कसैलाई पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी वारेन्ट चाहिन्छ। तर नेपालको कानुनले केही विशेष अवस्थामा वारेन्ट बिना पनि पक्राउ गर्न मिल्छ भनेर छुट्याइदिएको छ। जस्तै यदि कसैले अपराध गर्दै गरेको देखिएको छ भने, जस्तै चोरी, कुटपिट, लुटपाट जस्ता घटनाहरू। प्रहरीलाई पक्का प्रमाण छ कि उसले गम्भीर अपराध गरेको छ र भाग्न सक्ने सम्भावना छ भन्ने अवस्थामा, अपराध गरेर भागिरहेको मानिसलाई तुरुन्तै समात्न पर्ने अवस्था छ भने, र अदालतले सजाय सुनाइसकेको व्यक्ति कतै लुकेर बसेको अवस्थामा फेला पारेमा। तर याद राख्नुहोस्, पक्राउ परेपछि पनि तपाईँको मौलिक हकहरू हुन्छन्, जस्तै परिवार वा आफन्तलाई खबर गर्न पाउने अधिकार, पक्राउ परेपछि मौन बस्न पाउने अधिकार र आफ्नो वकिलसँग कुरा गर्न पाउने अधिकार।